हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मैले के कसरी हिँड्यो भने आज चाहिँ ब्लग कस्तो खालको बनाउनु भयो भने आज चाहिँ म गाउँमा कति अहिले चाहिँ लगभग 6-6:30 भइसकेको छ। अनि अब के हुन्छ भने चाहिँ अब हिँडौँ न यसो कस्तो हुँदो रहेछ 6-6:30 बजेको माहौल के कस्तो हुन्छ गाउँतिर यसो हेरौँ। अनि म आज चाहिँ यता माथितिर जान्छु क्या 100 कस्तो भने डराउन जस्तो छ कि डराउन कस्तो हुँदो। म चाहिँ हिँड्दैछु अहिले अनि त्यतातिर गएर म हाँडा हिँड्दैछु हाँडा जान्छु। अनि यस्तो यस्तो हुँदो रहेछ ठ्याक्क कस्तो हुँदो रहेछ क्या। म धेरै होइन लगभग 7-7:30 तक अहिले त ननस्टप हिँडिराख्ने हुँदो रहेछ बाटोतिर यस्तो हिँडिराख्ने मान्छेहरू। अनि हाम्रो चाहिँ हिँडिराख्ने यताउति भइरहेको छ। अनि यहाँ चाहिँ हाम्रो बोर्डिङ स्कुल छ राम्रो छ 6:30 बजेको माहौल हो यो। यहाँ चाहिँ रात परिसकेको छ क्या आज। अनि दिनभरि पानी आयो अहिले मस्त बिन्दास कस्तो खुल्ला छ पुरै खुल्ला छ। म हिँडिराख्नु चाहिँ यतापट्टि झाडी छ यहाँ यता माथिपट्टि म अस्ति भर्खरै बनाएको भिडियो अस्ति माथिको बनाएको थिएँ नि मैले 100 भिडियो यहाँ माथि जङ्गलको हो कि। अब यो जङ्गलमा म हिँड्दैछु अब जङ्गलमा पार्ट 2 चाहिँ त्यो पार्ट 2 चाहिँ मैले ल्याउँछु तर अब थोरै काम गर्न छ काम भ्याइसकेपछि पार्ट 2 नै आउँछ। यहाँ यस्तो लोटियो यस्तो छ है माहौल 6:30 आउँदै भइदिइरहेको अब के भन्ने हो गाउँतिर। म यहाँ सर जान्छु त्यो खोलासम्म हो खोलासम्म जाने अनि फर्किने हो। यहाँ यस्तो छ है यहाँबाट हाम्रो गाउँको यति तल्लो भेगको सिन देखिन्छ कि। अब चाहिँ म यहाँबाट जान्छु तल गएर चाहिँ रोडमा गएर भेटौँला है। अब फाइनली म गाउँको रोड बाटोमा आइसकेँ मेन रोड यो हो। अनि यहाँ चाहिँ म यसरी हिँडिरहेको छु यतापट्टि यस्तो खुल्ला ठाउँ छ यस्तो रमाइलो भइरह यहाँ पानीको झर्ना छ। म चाहिँ यसो तल त म गएर आउँछु यसो रातिको वाक नि हुन्छ इभिनिङ वाक नि हुन्छ यस्तो जान्छ खुर्किलो हुन्छ दिनभरि घरै बसियो दिनभरि पानी आएको थियो यस्तो भइरहेको तल। अहिले चाहिँ ठ्याक्क 7 बजेको छ 7 बजे यस्तो माहौल छ कि सुनसान छ सब सुनसान छ। म एक्लै हिँडिरहेको मस बिन्दास पारा कोही छैन गाउँतिर क्या। अनि यस्तै छ अब म नि माथि एउटा घरमा काम छ यता माथितिर एउटा काम छ थुप्रै काम गर्नु हो। म चाहिँ हिँड्दा यसो उता अलिक पारेसम्म गएर आउँछु क्या रातिको वाक नि हुन्छ यसो हिँड्दै भिडियो नि बनायो आफ्नो जान्ने फुर्तिलो हुन्छ नि यसो। अनि यस्तो हुँदैछ अनि आजको भिडियो चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु नभुल्नु होला। अनि यस्तो भिडियो लिएर आउने छु 100 भिडियो त आउने छ अझ मैले अझै गर्न पाएको छैन कि टाइम मिलेको छैन। अब यताउति टाइम म्यानेज गरेर खतरा भिडियो बनाउँछु। काम भइसक्यो अब काम चाहिँ अब भइसक्यो। अब म यहाँ छुट्टै जान्छु नि यसो छोटो मिठो दिक्कुदै बसेँ। अन्त 7:40 भयो कि कति भयो 7:40 भयो होला सायद। यताबाट केही आएन कोही केही छैन यस्तो रमाइलो छ ठाउँ कोही छैन म चाहिँ आज घर आइसकेँ। आजको भिडियो के कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु होला। बाई बाई।